आजको यो चिसो मौसममा म ट्राई गर्न जाँदैछु भाइरल क्यारामल चिया। हजुरले ट्राई गर्नु भएको छैन भने आउनुस् मसँगै बनाएर खानुहोला। यसको लागि एउटा चिया बनाउने प्यान लिने, त्यसमा राख्ने चिनी। अब चिनीमा केही पनि नराखिकन सानो आगो पारेला भुट्दै जाने। भुट्दै गर्दा यो आफै पग्लिँदै जान्छ र यसरी क्यारामलाइज हुन्छ। यतिको भइसकेपछि यसमा राखिदिने ल्वाङ, सुक्मेल र तेजपत्ता। त्यसपछि फेरि यसलाई चलाएर भुट्ने एकछिन। अब एकछिन भुटेर यसको कलर पुरै चेन्ज भएपछि यसमा राखिदिने पानी राखिसकेपछि यसलाई चलाएर मिक्स गरिदिउँ। एकचोटि मिक्स गरिसकेपछि अब यसमा राखिदिने चियापत्ती आवश्यकता अनुसार। अब चियापत्तीलाई उम्लिन दिने। चियापत्ती उम्लिँदै गर्दा यसमा राखिदिने थोरै मरिचको धुलो। चियापत्ती राम्रोसँग उम्लिसकेपछि यसमा राखिदिने आवश्यकता अनुसार दूध राखिसकेपछि अब ग्यास प्लेटलाई अलिकति ठुलो बनाएर यसलाई मजाले उम्लिन दिने चियालाई। चिया उम्लिँदै गर्दा चाहिँ यसको कलर एकदमै मजाको आइरहेको छ। अब यो चियाको टेस्ट चाहिँ कस्तो छ भनेर थाहा पाउन चाहिँ यो चिया एकचोटि बनाएर खानै पर्छ है त। हजुरले पनि यो भाइरल टीको रेसिपी ट्राई गर्नु भएको छैन भने एकचोटि अवश्य ट्राई गर्नु होला। अनि हजुरको रेसिपी कस्तो बन्यो भनेर कमेन्ट गर्न भने नबिर्सनु होला। अनि इजी किचनलाई फलो गर्नु होला। थ्यांक यू फर वाचिङ।